यस कार्यक्रमका प्रायोजक प्याराडाइज इन्टरनेशनल प्राली, बुद्धनगर, काठमाडौँ। स्काई ओभरसीज सर्भिसेज प्राइभेट लिमिटेड, महाराजगंज, काठमाडौँ। मिडल इस्ट मैन पावर प्राइभेट लिमिटेड, कुपन्डोल, ललितपुर। ISO सर्टिफाइड मैन पावर कंपनी, ब्लू स्काई इंटरनेशनल। रोज ओभरसीज प्राइभेट लिमिटेड, चन्डोल, काठमाडौँ। मदीना इंटरनेशनल सर्विसेज प्राइभेट लिमिटेड, कुपन्डोल 10, ललितपुर। SOS मैन पावर सर्भिस प्राइभेट लिमिटेड, थापासी, काठमाडौँ। एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी, यो हो एबीसी टेलिभिजन। नमस्कार दर्शक वृन्द, एबीसी रोजगार कार्यक्रममा स्वागत गर्न चाहन्छु। म सबिना शाही ठकुरी। वैदेशिक र स्वदेशी रोजगारसँग सम्बन्धित विषयवस्तु उठाइने यो कार्यक्रम हरेक आइतबारदेखि शुक्रबारसम्म आउने गर्दछ। स्वदेशमा रोजगारीको अवसर पर्याप्त नहुनु र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले आज नेपाली युवाहरूको लागि विदेशिनु बाध्यता झैं भएको छ। विदेशी भूमिमा गई पसिना बगाउनु कसैको लागि रहर नभएर बाध्यता हो। बाध्यता र अभावको बीच परिश्रम गर्नुपर्ने नेपाली युवाहरूलाई राज्यले पर्याप्त रोजगारी सृजना गर्न सकेको छैन। त्यसैले हामी हरेक दिन सरकारलाई यस विषयमा घचघच्याउनेछौं। हरेक दिन यसै समयमा आउने एबीसी रोजगार कार्यक्रममा हामीले रोजगारीको धेरै सम्भावना र चुनौती र यसका केही नकारात्मक पाटोहरू पनि उठान गर्नेछौं। नकारात्मक कुराबाट सकारात्मक दिशामा अघि बढ्न हामी सबैलाई आग्रह र अनुरोध पनि गर्नेछौं। कार्यक्रम एबीसी रोजगार मार्फत एबीसी रोजगार कार्यक्रममा हामी स्वदेशी र वैदेशिक रोजगारीको कुरा बढ़ी उठाउनेछौं। तर आजको लागि एबीसी रोजगार शुरू गरौं रोजगारसँग सम्बन्धित समाचारबाट। नेपाली कामदारको लागि आकर्षक गन्तव्य मुलुक इजरायल र लिबियाको रोजगार पुनः खुल्ने भएको छ। यी दुई मुलुकको रोजगार खुलाउन श्रम मन्त्रालयले आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। श्रम मन्त्रालयका अनुसार लिबियाको रोजगार खुलाउन वैदेशिक रोजगार प्रवर्धन बोर्डलाई जिम्मेवारी दिइसकेको छ। बोर्डको नेतृत्वमा व्यवसायी समेत लिबियाको वस्तुस्थिति बुझ्न त्यसतर्फ जाने कार्यक्रम छ। लिबियामा नेपाली कामदारको माग प्रशस्तै छ। इजरायलको रोजगार खुलाउन भने नेपाल र इजरायल सरकार बीच समझदारी गर्न कूटनीतिक तहबाट वार्ता अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ। लिबियामा लोकतान्त्रिक आन्दोलनको कारण त्यहाँको शान्ति सुरक्षा प्रभावित भएपछि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने अवस्थाको कारण नेपाल लगायत धेरै मुलुकको कामदार पठाउन नियन्त्रण गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार लिबियाको रोजगारमा खासै समस्या नभए पनि इजरायलको लागि भने त्यहाँको सरकारले कामदारसँग लिने न्यूनतम लागतमा ग्यारेन्टी माग गरेको छ। दुई मुलुकका उच्च कर्मचारी स्तरमा यसैलाई मापदण्ड बनाएर रोजगार खुलाउन अन्तिम पहल भइरहेको विभागले जनाएको छ। नेपाली म्यान पावर कम्पनीले इजरायल पठाउँदा कामदारसँग 75,000 रूपियाँ र हवाई टिकटको रकम लिन पाउने प्रावधान छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवालाई सहकारी मार्फत सहुलियत दरमा स्वरोजगार कर्जा प्रवाह शुरू गरे लगत्तै जिल्लाका स्वयंसेवकहरूलाई मासिक तलब दिन थालेको छ। कोषको रकम दुरूपयोग भए नभएको अनुगमन गर्न यसअघि नियुक्त गरिएका स्वयंसेवकलाई मंसिरदेखि पारिश्रमिक निकासा गरिएको कोषले जनाएको छ। बैंक तथा वित्तीय संस्था मार्फत ग्रामीण भेगमा स्वरोजगार कर्जा प्रवाह भएपछि अनुगमन गर्न कोषले केही वर्ष अघि स्वयंसेवक नियुक्त गरेको थियो। तर अधिकांश जिल्लामा कार्यक्रम लागू नभएकाले तलब दिएको थिएन। मंसिरदेखि मात्रै मासिक 5,000 रूपियाँ तलब दिने निर्णय भएको छ। मासिक 5,000 भए पनि उत्कृष्ट अनुगमन गर्ने स्वयंसेवकले दैनिक भत्ता सहित झण्डै 16,000 रूपियाँ पाउने कोषले जनाएको छ। कोषका अनुसार 100 भन्दा बढ़ीको अनुगमन गर्ने स्वयंसेवकले मासिक झण्डै 7,500 रूपियाँ थप पाउँछन्। अनुगमन रिपोर्टका आधारमा तलब निकासा गरिने कोषको भनाइ छ। कोषको कार्यक्रम लागू भइसकेका 42 जिल्लाका स्वयंसेवकलाई तलब निकासा गरिए पनि अन्य जिल्लाबाट खाता नम्बर प्राप्त नभएकाले पठाउन नसकिएको कोषले जनाएको छ। बिना तलब काम गर्दा स्वयंसेवक उत्तरदायी नहुने भएकाले समय सापेक्ष तलब निर्धारण गरिएको छ। कार्यक्रम सञ्चालन भइसकेका जिल्लामा अनुगमन तथा निरीक्षणपछि तयार प्रतिवेदन जिल्ला उद्योग वाणिज्य संघ र सीडीओ कार्यालयबाट स्वीकृत हुन साथ तलब भुक्तानी गरिने कोषले जनाएको छ।
कोषका अनुसार स्वयंसेवकले काम नगरिँदै प्रतिवेदन बुझाउन सक्ने सम्भावना रहेकाले संघ र सीडीओ कार्यालयको स्वीकृति अनिवार्य गरिएको हो। गत वर्षसम्म कोषले स्वयंसेवकको लागि बजेट छुट्याएको थिएन। आकर्षक र सुरक्षित वैदेशिक रोजगारका लागि अनुभवी र दक्ष व्यवस्थापनमा सञ्चालित सप्तकोशी ह्युमन रिसोर्स कतार, दुबई, साउदी अरब, मलेसियामा रोजगारीका लागि विश्वासिलो म्यान पावर कम्पनी सप्तकोशी ह्युमन रिसोर्स प्राइभेट लिमिटेड, सिनामंगल, काठमाडौँ। फोन नम्बर 4462 440 4462 441। तपाईसँग सिप र क्षमता छ तर पनि बेरोजगार हुनुहुन्छ। सिप नभएकै कारण तपाईको कमाई न्यून छ। नआत्तिनुस्, तपाईको सिप र क्षमताको मूल्याङ्कन गरी आकर्षक मासिक तलब सहित भरपर्दो र विश्वासिलो ढंगबाट रोजगारीको ग्यारेन्टी दिनेछौं। प्याराडाइज इन्टरनेशनल प्राली, बुद्धनगर, काठमाडौँ। फोन नम्बर 4784 549 4782 583। परिवारको भविष्यका लागि पैसा कमाउन जब म विदेश जान लागे, मेरो पीरले सबैका आँखा रसाए। ती रसाएका आँखाहरूलाई थाहा छ मैले कसरी हँसाएँ। म कहाँ जुन पाएँ त्यही मेन पावरबाट विदेश जान लागेको हो र। म त ब्लू स्काई इन्टरनेसनलबाट पो विदेश जान लागेको त। म विदेश गएपछि पो थाहा पाएँ साँच्चीकै विश्वासिलो रहेछ ब्लू स्काई इन्टरनेसनल। 3 वर्ष कति चाँडो बित्यो पत्तै भएन। ISO certified manpower company Blue Sky International। हेर यो बेमानको चाल, दुनिया छोराले गुमाएर कत्रो प्रगति गरिसके, यसपछि भने अब म त विदेश जान्छु। अनि जान्छ कसरी? ग्रान्ड शिखर वैदेशिक रोजगारीका लागि एक मात्र विश्वासिलो कम्पनी, छुट्टै पहिचान, छुट्टै कार्यशैली, ग्रान्ड शिखर ओभरसिज। राम्रोसँग जानु छोरा, ग्रान्ड शिखरबाटै जानुस् है। सातो लियो पेमान। थ्याङ्क यू ग्रान्ड शिखर। ग्रान्ड शिखर ओभरसिज, प्रोभाइडिङ अपर्च्युनिटिज। जोर्डनबाट फ्री भिसा, फ्री फूड, फ्री टिकट। जोर्डन देशको गार्मेन्ट उद्योगहरूबाट धेरै महिला कामदारको माग भई आएकोले सिलाई काम जानेका वा नजानेका महिलाहरूले तुरन्त सम्पर्क गर्नुहोला। मासिक तलब 22,000, खाना बस्न निशुल्क, सञ्चय कोषको पनि व्यवस्था। काम नजानेका महिलाहरूको लागि निशुल्क तालिमको समेत व्यवस्था छ। अन्तर्वार्ता धमाधम भइरहेको छ। सम्पर्क एससीसी म्यान पावर, कमल पोखरी, काठमाडौँ। फोन नम्बर 4445 148 98 510 57 352। 20 वर्षदेखि वैदेशिक रोजगारीमा सेवा गर्दै आएको मिडल इस्ट आज पनि उस्तै छ। आउनुहोस्, सम्पूर्ण खाडी मुलुकहरूमा वैदेशिक रोजगारीको लागि सम्झनुहोस् मिडल इस्ट म्यान पावर प्राली, कुपन्डोल, ललितपुर। फोन नम्बर 5531 220 552996। अहिले देशमा बेरोजगारीको समस्या बढ्दो छ। त्यसैले नेपाली युवाहरूको लागि वैदेशिक रोजगारी बाध्यात्मक आकर्षण बनिरहेको छ। वैदेशिक रोजगारीमा पठाउने क्रममा विभिन्न चरणहरू पार गर्दै तथा विभिन्न सरकारी निकायको समन्वयमा वैदेशिक रोजगारीमा पठाउने गरिन्छ। स्वदेशमा रोजगारीको ग्यारेन्टी नभएको कारण नेपाली युवाहरू रोजगारीको लागि विदेश जानुको विकल्प छैन। उनीहरूले विदेश जानेको लागि गाउँदेखि शहरसम्म निकै दुःख कष्ट गर्नुपर्छ। रोजगारीमा जानको लागि चाहिने सम्पूर्ण कागजात पूरा गर्दा समेत कैयन नेपाली युवाहरूले अनावश्यक एयरपोर्टमा विभिन्न खाले समस्या भोग्नु परेको छ बारम्बार। अहिले देशमा बेरोजगारको समस्या बढ्दो छ। त्यसैले नेपाली युवाहरूका लागि वैदेशिक रोजगारी बाध्यात्मक आकर्षण बनिरहेको छ। वैदेशिक रोजगारीमा पठाउने क्रममा विभिन्न चरण पार गर्दै तथा विभिन्न सरकारी निकायको स्वीकृतका साथै समन्वयमा वैदेशिक रोजगारमा पठाउने गरिन्छ। तापासीमा रहेको एसओएस मेन पावर सर्भिसेसबाट वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लगायत सम्पूर्ण प्रक्रिया पुर्याई युए देशको आबुधाबीमा रहेको आबुधाबी नेशनल होटलका लागि उठ्न लागेका 40 युवा मध्ये 6 जनालाई युए जान छुट दिँदै बाँकी सम्पूर्ण प्रक्रिया पुगेका भनिएका 34 युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्टबाट अध्यागमनले फिर्ता पठाएको छ। उनीहरूलाई एयरपोर्टमा रोक्ने क्रममा अध्यागमनले
भन्ने शंकास्पद स्थिति रहेको पत्र युवाहरूलाई थमाएको छ। सम्पूर्ण प्रक्रिया पुर्याएको साथै यहाँभन्दा अगाडि सोही कम्पनीमा 600 भन्दा बढी युवा पठाएको र अहिले पनि 274 जनाको श्रम स्वीकृति निकाली युवाहरूलाई रोजगारीमा पठाउने क्रममा 34 युवालाई रोकिएको व्यवसायी रुष्ट बनेका छन्। यसरी अध्यागमनबाट नेपाली कामदारलाई उठ्न लागेको अन्तिम अवस्थामा रोक्ने काम पहिलादेखि नै हुँदै आएको छ। सम्पूर्ण प्रक्रिया पुर्याउँदा पनि अध्यागमनले यसरी कामदारलाई रोक्दा हुन जाने क्षतिको भरपाई आफूहरूले पाउनुपर्ने दावी गर्छन् व्यवसायीहरू। यता वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूलाई रोक्ने अध्यागमनको कुनै नीति नरहेको र सकेसम्म नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जान अध्यागमनले सहयोग नै पुर्याएको बताउनुहुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख दिनेश भट्टराई। र एउटा कुरो तपाईहरुले फलानु म्यान पावर भन्नुभयो, हामीले फलानु म्यान पावर भन्दा गरेका छौँ। अरु म्यान पावर पनि पर्यो होला। हामीले चाहिँ खास खालको जुन चाहिँ त्यसको आधिकारिकता पुष्टि गर्न नसकिने खास खालका भिसाहरू भएका व्यक्तिहरूलाई यात्रा अनुमति दिन नसकेको अवस्था हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन अत्यन्त संवेदनशील स्थान रहेकोले पासपोर्ट, भिसा र श्रम स्वीकृति जाँच गरेर मात्र युवाहरूलाई पठाउनु पर्ने आफूहरूको बाध्यता र अधिकार दुवै रहेको प्रमुख भट्टराईको भनाइ छ। एसओएस मेन पावर सर्भिसेसका 34 जना युवाहरू पनि भिसा अनलाइनमा नदेखिकाले रोक्न बाध्य हुनु परेको अध्यागमन प्रमुख भट्टराई बताउँछन्। यो ई भिसा उहाँहरूले प्राप्त गर्नुभएको ई भिसा हो। यी भिसाहरूका सम्बन्धमा केही भिसाहरू हामीले इन्टरनेटबाट त्यसलाई चाहिँ भेरिफाई गर्न सक्छौँ। यो भिसा यो जुन मान्छे अपलोड भयो यिनीहरूको चाहिँ इन्टरनेटबाट हामीले भेरिफाई गर्न सकेनौँ। अध्यागमन सम्बन्धी हाम्रो कानुनले चाहिँ अनएराइभल भिसा नपाउने मुलुकमा विदेशी जाँदाखेरि उसले प्राप्त गरेको भिसा वैध हो कि होइन परीक्षण गरेर मात्र पठाउने भन्ने हामीलाई चाहिँ यो कानुनले दिएको, कार्यविधिले दिएको म्यान्डेट त्यो म्यान्डेटभन्दा फरक भएको हुनाले हिजो चाहिँ रोकिएको छ। तर यसको भोलिपल्ट फेरि दि रिभर ओभरसिजबाट युए जान लागेका 34 जना युवाहरूलाई पनि पासपोर्ट, भिसा अनलाइनमा नभएको भन्दै फर्काइएको। तर त्यो कुरा वैदेशिक रोजगार व्यवसायीहरू स्वीकार्दैनन्। आफूहरूले यस अघि पनि सयौं युवाहरू सोही देश र कम्पनीमा पठाएको दावी गर्छन् एसओएस मेन पावर सर्भिसेसका निर्देशक भरत खड्का। वैदेशिक रोजगार व्यवसायी र एयरपोर्ट अध्यागमन बीच जुगारी चलेको छ। यो पक्कै पनि राम्रो संकेत होइन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो भन्दा पहिले पनि यस्ता समस्या आउने गरेकै थिए। तर अध्यागमन विभागका महानिर्देशक वसन्तराज गौतम भने अध्यागमनमा सम्पूर्ण काम चुस्त दुरुस्त राख्न आफू प्रयासरत रहेको बताउँछन्। भित्र प्रवेश गर्ने, विदेशीहरूले प्रवेश गर्ने वा नेपाली पनि विदेश गएर आएको छ भने प्रवेश गर्ने र त्यो देश छाड्ने, नेपाली रहेछ भने पनि विदेशी रहेछ भने छाड्नेलाई प्रस्थानको अनुमति दिने, नियमित गर्ने, व्यवस्थित गर्ने अन्तिम अधिकारी र अधिकार अध्यागमन ऐनले अध्यागमन अधिकृतलाई अध्यागमन विभागलाई दिन्छ। त्यसकारण हामीले अरू जुनसुकै निकायले पनि कुनै पनि प्रकारको स्वीकृति दिएको छ भने पनि त्यो स्वीकृति अध्यागमन ऐनसँग कम्प्याटेबल छैन भने अध्यागमन पदाधिकारीहरूले त्यो व्यक्तिलाई त्यो देशबाट जान वा आउनबाट निषेध गर्न सक्छ। विभिन्न समयमा वैदेशिक रोजगार व्यवसायी र सरकारी निकाय बीच आरोप प्रत्यारोपको दोहोरी नै चल्ने गर्छ। तर बेकसुर बेरोजगार युवाहरूलाई एयरपोर्ट पुर्याउँदै फर्काउने हो भने उनीहरूको मानसिकता कति ठेस पुग्ला। युवाहरू एयरपोर्टबाट फर्किएपछि प्लेन टिकट लगायत जुन क्षति हुन्छ त्यो कसले बेहोर्ने हो र यस विषयमा सरकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ। क्यामेरा पर्सन विपिन श्रीवास्तवका साथ एबीसी रिपोर्टर सुमन नेपाल, काठमाडौँ। आफ्नो देशमा रोजगारीको कुनै सम्भावना नभएका कारण बाध्य बनेर नेपाली युवाहरू रोजगारीको लागि विभिन्न देशका गल्ली गल्ली धाउनुको विकल्प छैन। रोजगारीमा जाने सोझा युवाहरूले गाउँ स्तरदेखि विभिन्न कागजात बनाउन शुरू गर्छन्। नियम सम्बन्धी जतिसुकै प्रक्रिया पूरा गरे पनि कमिसन खान नपाउने भएपछि सरकारी अधिकारीहरूले विभिन्न चरणमा उनीहरूले दुःख दिने गरिरहेका छन्। यो क्रम हिजो पनि थियो, आज पनि छ र यो समस्यालाई बेलैमा समाधान नगर्ने हो भने यसले भोलिका दिनमा अप्ठ्यारो नपर्ला भन्न सकिँदैन। हस् दर्शकवृन्द, आजको लागि एबीसी रोजगारको समय सकिएको छ। कार्यक्रमबाट म सबिना शाही ठकुरी लगायत हाम्रो एबीसी रोजगार टिमलाई पनि बिदा दिनुहोस्। नमस्कार।
यस कार्यक्रमका प्रायोजक प्याराडाइज इन्टरनेसनल प्राली, बुद्धनगर, काठमाडौँ। स्काई ओभरसीज सर्भिसेज प्राइभेट लिमिटेड, महाराजगंज, काठमाडौँ। मिडल इस्ट मैन पावर प्राइभेट लिमिटेड, कुपन्डोल, ललितपुर। ISO सर्टिफाइड मैन पावर कंपनी ब्लू स्काई इंटरनेशनल। रोज ओभरसीज प्राइभेट लिमिटेड, चण्डोल, काठमाडौँ। मदीना इंटरनेशनल सर्भिसेज प्राइभेट लिमिटेड, कुपन्डोल 10, ललितपुर। SOS मैन पावर सर्भिस प्राइभेट लिमिटेड, थापासी, काठमाडौँ।